नमस्ते, मेरो साथमा सबैको प्यारी दिदी दुःख कि सहारा आशिका तामाङ हुनुहुन्छ। आशिका के छ खबर? हजुर अब अहिले रातो दिन त्यो जेनजीका घाइते भाइ बहिनीलाई साथ दिइराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ। लगभग 1 महिनादेखि न दिन भन्नुभयो न रात भन्नुभयो लागिराख्नु भएको छ। पछिल्लो अपडेट कस्तो भइरहेको छ? घाइतेहरूको अवस्था कस्तो छ? तपाईँ त प्रत्यक्ष भेटिराख्नु भएको छ। आशिका कस्तो भइरहेछ अहिले? कस्तो छ? अहिले चाहिँ प्रेसर अलिक कम छ। ओके। पहिला चाहिँ 1 मिनेट पनि मलाई एकदमै ठुलो महत्त्व थियो मलाई, एउटा मिनेटको सेकेन्डको पनि। अहिले चाहिँ धेरै भाइहरू चाहिँ दसैँ मनाउन घर जानु भएको छ। अनि अब बिस्तारै फर्किनुहुन्छ होला। अनि तर गाउँ दसैँ मनाउन गए पनि उहाँहरूको चाहिँ अझै पनि कतिको गोली बाँकी छ निकाल्नलाई, कतिको चाहिँ घाउ अझै पनि अपरेसन गर्न बाँकी छ, अनि त्यसपछि गएर रिकभर हुन बाँकी छ। अनि त्यस्तो छ भाइ। अनि कतिपय चाहिँ अनि अस्पतालमा हुनुहुन्छ, अनि उहाँहरू चाहिँ सिरियस ट्रमामा हुनुहुन्छ। अनि यता न्युरो हस्पिटलतिर, अनि त्यसपछि गएर सिभिलतिर अलि सिरियस आइसियुमा त्यस्तो सिरियस बिरामी जो चाहिँ अलि लङ टाइमसम्म उहाँहरूको चाहिँ अब कोही अस्ति एउटा ट्रमा हुन्थ्यो, खुट्टा काटिएको भयो होइन, त्यो अहिले भन्न बिर्सियो हजुर त्यसमा होइन, खुट्टा काटिएको पनि काटेको छ खुट्टै। आशिका तपाईँलाई कति बेला चाहिँ फिल भयो अब ती घाइतेहरूको सहारा कोही पनि छैन, त्यो सहारा चाहिँ अब आशिका बन्नुपर्छ भनेर कति बेला तपाईँलाई महसुस भयो? म 23 दिन नै 23 गते जुन दिन चाहिँ घटना घट्यो, अनि त्यसपछि गएर 12 बजेपछि अनि हामी वहाँ जाँदाखेरि कहाँ चाहिँ कति बजे थियो अस्पताल जाँदाखेरि 7 बजे त्यति जाँदाखेरि नै त्यही बेलाबाट चाहिँ मलाई चाहिँ अब कस्तो कोही देख्नु भयो? आएन नआउने क्या, सबैजना सावधानी सञ्जालबाट चाहिँ उ गरेर नि साँच्चै दिन्छु भन्ने त्यहाँ नि त अब फिल्डमा चाहिँ कोही नदेख्दा कोही आउँदैन रहेछ, सबलाई ज्यानको माया हुँदो रहेछ, कोही निस्किँदैन। कस्तो अवस्था देख्नुभयो आशिका? तपाईँ जब हस्पिटलतिर पुग्नुभयो, प्रत्येक वार्डमा तपाईँ पुग्नुभयो, प्रत्येक घाइतेलाई भेट्नुभयो, कस्तो कस्तो अवस्थाका घाइतेलाई यहाँले देख्नुभयो? म सुरुमा जाँदा त अब बेडै थिएन, सबै भुइँमा लडिरहनु भएको थियो। सिभिलमा त बेड पनि थिएन, त्यो इमर्जेन्सीमा त सब भुइँमा म्याट पनि थिएन है, भुइँमा लडिरहनु भएको। अनि एउटै कपडा चाहिँ लागिरहनु भएको, रगत लागेको कपडा, फेरि एउटा कपडा पनि छैन है। गाउँको कालीकोटमा बाबुआमा छ, को आउँछ कपडा लिएर? कोठामा बस्ने एकजना हाम्रो घाइते भाइहरू सबै काठमाडौँ बाहिर कि हुनुहुन्छ? सबै के छ अवस्था? उहाँहरूको आर्थिक अवस्था यहाँले देख्नुभयो होला, सामूहिक कस्तो छ? एकदम नाजुक अवस्थाको हुनुहुन्छ उहाँहरू, भाइहरू चाहिँ एकदम नाजुक अवस्थाको हुनुहुन्छ। अब उहाँहरूलाई सरकारले सहयोग गर्नुपर्ने हो। अहिलेसम्म कुनै सहयोग भन्नाले त्यही तपाईँको अस्पतालमा खानालाई भने मतलब अब बिहान बेलुकाको खानेकुराहरू दिनुहुँदो रहेछ, भात तरकारी, दाल भात तरकारी, अनि तपाईँको उपचार भनेको तपाईँको त्यही अपरेसन फ्री गरिदिने, अनि त्यसपछि गएर त्यो हुँदो रहेछ। तर कति ठाउँमा त औषधि पनि तिर्नुपर्ने, अनि त्यसपछि गएर कुरुवा हुन्छ, कुरुवाले कहाँ खाने कहाँ बस्ने खर्च लाग्छ। अब भर्खरै यङ भाइहरू चाहिँ बिचरा के खानु मन लाग्यो, पैसा खल्तीमा 1 रुपियाँ सुको छैन है। अब कोठामा घाउ अब अस्पतालले जम्मा 2-3 दिन भन्दा राख्दैन क्या त, सधैँ राख्दैन अस्पतालले, बुझ्नु भएन? अलिकता सिरियसै अलिकता एकदमै सिरियस, एकदमै त्यो भनौँ न बेडबाट उठ्नै नसक्ने, पिसाब फेर्नै नसक्ने त्यस्तो बिरामी पनि छ क्या। बिरामी भन्दैन, घाइते भाइहरू हुन्छ होइन। अनि उहाँहरू चाहिँ अब जस्तो क्याथेटर झुन्ड्याइरहनु पर्ने, अनि जस्तो त्यो ड्रेनहरू राखेको त्यस्तो पाल पारिरहेको त्यस्तोहरूलाई चाहिँ राख्नु भएको छ अस्पतालमा होइन। तर धेरैलाई चाहिँ 2-3 दिनमा चाहिँ डिस्चार्ज गर्नुभएको छ। त्यो भने निको भयो होइन नि त, उहाँहरूको टाकै बोकेर चाहिँ अस्पतालबाट कोठामा जानुभएको छ। कोठामा गयो खानालाई तपाईँको चामल छैन, छैन, अब 2-3 महिना काम गर्न सक्दैन उनीहरू होइन, त्यो अवस्थामा छ। त्यो अवस्थाको देख्दा चाहिँ अब सरकारले गर्नुपर्ने उहाँहरू भाइहरूलाई चाहिँ 1-1 लाख रुपियाँ चाहिँ एटलिस्ट भयो भने, पैसा दिनुभयो भने चाहिँ, रकम दिनुभयो भने चाहिँ राहत पाउँथ्यो कि 2-3 महिनासम्म उनीहरूको घाउ रिकभर हुन्थ्यो कि भन्ने मैले सोचेको, मेरो धारणा थियो, माग पनि राखेको थियो। तर पुरा चाहिँ भएको छैन। भनेपछि कम्ती पनि सरकारले घाइतेहरू सबैलाई 1-1 लाख मात्रै दियो भने पनि अलिकति मात्र पनि बढिदिन पर्ने हो दाइ, म त त्यो भन्छु होइन। किन भन्दाखेरि घाइते भने जति पनि मृतकको परिवारलाई चाहिँ 15 लाख दिने भन्ने कुरा आएको छ, तर त्यो घाइते भाइहरू पनि मर्छु नि भनेर गएको हो क्या दाइ, हो नि, ज्यानको बाजी थापेर चाहिँ गएको हो क्या दाइ। उनीहरूलाई पनि त्यतिकै चाहिँ सहयोग हुनुपर्ने होइन। तर यहाँ त अब यस्तो होइन। अब तपाईँहरूले भेट्नुभयो, त्यहाँबाट जानुभयो होइन, उहाँहरूको भनाइ चाहिँ के छ त? उहाँहरूको माग चाहिँ के छ? आज उहाँ हस्पिटलमा बसिराख्नु भएको छ, बेडमा बसिराख्नु भएको छ, अहिले आन्दोलन यो अवस्था पुगेको छ, लगभग 1 महिना भइसक्यो, सरकार त गठन भयो तर भने अन्तरिम सरकार छ, त्यो
घाइते भाइहरूको माग चाहिँ के छ तपाईँले त बुझ्नुभयो नि प्रत्यक्ष भेट्नुभयो नि के भन्नुहुन्छ उहाँहरू चाहिँ एकदम खुसी हुनुहुन्छ तर कस्तो भन्दाखेरि चाहिँ उहाँहरूले चाहेको जस्तो सरकार चाहिँ आएको छैन होइन उहाँहरूले जुन सोच्नु भएको थियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ प्रधानमन्त्री चाहिँ डाइरेक्ट इलेक्टेड हुनु पर्यो भने जुन उहाँहरूको माग छ त्यो चाहिँ भएको छैन त्यो पुरा भएन भने त यत्रो आन्दोलन गरेर यत्रो होइन सबै कुरा ध्वस्त भएर आफै जलेर आफै मरेर ल्याएको चाहिँ यो सरकारको त काम छैन होइन त्यो माग चाहिँ पुरा हुनु उहाँहरूको चाहिँ त्यो होइन अब यहाँले आशिका सहयोग गरिराख्नु भएको छ होइन कसैलाई 2 लाख दिनुभयो कसैलाई 1 लाख कसैलाई 50,000 होइन त्यो कलेक्सन कसरी गरिराख्नु भएको छ कसरी सहयोग गरिराख्नु भएको छ कस्तो आवश्यकतालाई चाहिँ तपाईँले प्रायोरिटी दिनुभएको छ त्यो पनि अलिकति सुनौँ न त्यो हामीले सहयोग चाहिँ अब कस्तो हुँदा नि दाइ मैले तपाईँले सुरुमै भने मैले माग्न सक्दिनँ मान्छेसँग मेरो प्रब्लम हो त्यो होइन अब त्यो तर समाजसेवी भएपछि समाजमा केही गर्छु भनेर त्यो एउटा गरेपछि परेको बेलामा यस्तो परेछ भने सहयोग माग्नु पनि पर्दो रहेछ क्या लिनु पनि आफ्नो लागि होइन नि त अरूको लागि होइन के दाइ मेरो हैसियत भए त्यो माग्न नि पर्थेन सहयोग लिनु नि पर्थेन होला होइन तर मसँग त्यत्रो हैसियत छैन कि 2 करोड पैसा उडाउ के अरे सहयोग गर्ने त्यस्तो मसँग छैन क्या अनि मेरो गच्छेले भए अनुसार चाहिँ मैले सहयोग गरिरहेको थिएँ पहिला मैले भने नि 20,000 मात्रै गरिरहेको थिएँ तर अहिले सहयोग आउन थालेपछि मैले 50,000 घटी भन्दा कसैलाई पनि सहयोग छैन होइन अनि त्यसपछि 50,000 देखि 1 लाख दिएर हिजो एउटा भएर 2,15,000 सम्म त्यसरी चाहिँ एउटा होइन उहाँहरूको कन्डिसन हेरेर क्या त्यो गरिरहेको छु है अब अझै पनि आशिका दिदीलाई कुर्ने धेरै भाइहरू हुनुहुन्छ नि घाइते अब के गरिदिनु जस्तो लाग्छ कसरी सहयोग अगाडि बढाउँ जस्तो लाग्छ त्यस्तो पहिलाको जस्तो प्रेसर छैन किनभने फोन जति कम फोन आउँदै गयो त्यतिकै चाहिँ मैले बुझ्नुपर्छ कि उहाँहरूले सहयोग पुग्दै गएको छ भनेर अहिले एकाध दिनमा त्यस्तै 1-2 भन्दा कल आउँदैन बिकज त्यतिखेर हाम्रो त फोन उठाएर नि भ्याउँथेन अब व्हाट्सएपमा चाहिँ तपाईँको मेसेज चेक गरेर नि भ्याउँथेन अनि मेरो त्यतिखेरको टपिकै लेख्ने के हुन्थ्यो दिने र लिने के यति दियो यति मैले दिएँ होइन त्यो होइन दिने र लिने भनेको तपाईँको सहयोग कसले दिने अनि लिने भाइको सहयोग दिने सहयोग लिने दुईटा मैले छुटा छु कपी एउटा कपी भर्यो दाइ अब फेरि नेक्स्ट कपी थप्दैछु मैले होइन त्यसमा दिने र लिने राखेको छु मैले नाम कण्ठ हुँदैन दाइ त्यो अब को त हजारौँ जनाको नाम कण्ठ भयो भने त म तर नाम कण्ठ त प्यारो भाइ कान्छा सानै हैन जब तपाईँ ती भाइहरूलाई भेट्न जाँदा कान्छा भन्दै जानुहुन्छ सहयोग गर्नुहुन्छ होइन हातमा तपाईँ कहिले पानी बोक्नु भएको हुन्छ कहिले चाउचाउ बोक्नुहुन्छ चामल बोक्नु भएको हुन्छ स्कुटरबाट साथ दिइराखेर गइराख्नु भएको हुन्छ भाइ बहिनीको आशाको किरण बन्नु भएको छ नि तपाईँको होइन त्यो देख्दा उहाँहरूले के भन्नुहुन्छ अनि उहाँहरूलाई त्यति सहयोग गर्नुभयो तपाईँलाई कस्तो लाग्छ उनीहरू त हाम्रो देवी भन्छ है देवी आउनुभयो हाम्रो दिदी हो अब हाम्रो आमा पछिको आमा हो भनेर भन्छन् अनि त्यसपछि अब त्यति हो कि अब मनमा आत्मसन्तुष्टिको लागि अब उहाँहरूको लागि गरे भनेर उहाँहरूलाई भन्दा पनि मैले आफ्नै आत्मसन्तुष्टिलाई गरे हो क्या दाइ मलाई त्यो सुन्दाखेरि चाहिँ मलाई चाहिँ आई फिल लाइक आई इन हेभेन स्वर्गमा छु जस्तो लाग्छ त्यो जतिको ठुलो मेरो लागि कि लाइफमा के एचिभमेन्ट हुन सक्छ होला होइन आफ्नै देशमा बसेर यहीँको मान्छेले मलाई त्यसरी माया गर्नुहुन्छ नि त्यो जति ठुलो के होला त यहाँले सामाजिक अभियन्ताको रूपमा पनि विभिन्न ठाउँमा सहयोग गर्नुभयो होइन जहाँ जहाँ विकृति फैलिन्छ जहाँ जहाँ नराम्रो हुन्छ हिजो आज आशिका तामाङ चाहिँ आइदिए हुन्थ्यो आशिका तामाङले मात्र गर्न सक्छ भनेर एउटा ट्याग बन्नुभएको छ घाइतेलाई आवश्यक पर्यो आशिका तामाङ चाहियो सबैको प्रिय पात्र सबैको सहयोगी पात्र बनिराख्नु भएको छ होइन आशिका यो कुरा सुन्दा चाहिँ जहाँ अलिकति समस्या पर्यो जहाँ फोहोर देख्यो आशिकाले मात्र गर्न सक्छ घाइतेलाई यो आशिकाले मात्र त्यो सुन्दाखेरि चाहिँ आफूलाई एक किसिमको प्राउडनेस पनि फिल हुन्छ होइन कस्तो फिल हुन्छ मलाई त प्राउड फिल हुन्छ तपाईँलाई त्यो सुन्दा आशिकाले कति राम्रो काम गरेको भिडियोमा हेरिरहेको हुन्छु तपाईँको पेजमा होइन तपाईहरुलाई जब प्रत्यक्ष भेट्नेले त्यसो भन्दा चाहिँ तपाईहरु सुरुमा चाहिँ अब एकदमै हो मैले के काने गरे जस्तो लाग्थ्यो अहिले युज टु भइसक्यो दाइ मलाई त्यो अलिकता एकदम फ्यामिलियर भइसक्यो नि त त्यो सुन्दा त अब त्यो अलिकता त्यस्तो अब अहिले त दुःख कि सहारै बन्नु भयो है अहिले चाहिँ तत्काल देवी नै बन्नु भयो सबैले देवी भनेर खुट्टे ढोक्न थाले हैन देवी चाहिँ हैन दाइ तर एउटा भन्छ नि घटना चाहिँ मलाई के भन्छु नि आफ्टर मैले जर्मनी छोडेर आएपछि 1 वर्ष भयो मैले जर्मनी छोडेर आएको अनि जर्मनी 2023 मा आएको म 23 को अन्तिमतिर आएको म हैन
आइसकेपछि चाहिँ यो 23 जो 24 सुरु भइसकेको छ क्या दाइ अनि त्यसपछि गएर अब आइसकेपछि चाहिँ यहाँ जति पनि मैले व्यक्ति चाहिँ बोल्दै गएँ जति पनि चाहिँ भ्रष्टाचार थियो सानो सानो भ्रष्टाचार बोल्दै गएँ गर्दै गएँ अनि मैले आगो सल्काउँदै गएँ होइन भनौँ न आगोको झिल्को त तपाईँ हो नि है झिल्को त म हो नि त दाइ जे जस्तो भयो भने अनि त्यो सल्काउँदै हुन त मैले मात्रै गरेँ भन्दिनँ मभन्दा अगाडि पनि धेरै हुनुहुन्थ्यो होइन तर म आउँदा त कोही हुनुहुन्थेन के होइन जो हुनुहुन्थ्यो कोही जेलमा हुनुहुन्थ्यो थुनेर राखे जस्तो रवि दाइले जेलमा थुनेर राखेको छ नि होइन राखेको थियो तपाईलाई थुनियो 16-17 दिन तपाईलाई थुनियो होइन अझै पनि थुन्ने प्लानिङै रहेछ 23 गते त आएको थियो मेरो अपार्टमेन्ट वरिपरि घुमिरहेको थियो सिभिल पुलिसहरू थुन्नलाई भनेपछि त अनि त्यो कस्तो भन्दा चाहिँ मलाई चाहिँ भगवानले यो तेरो ठाउँमा चाहिँ त निड्छस् है नेपालीलाई नेपालीमा चाहिँ त निड्छस् तेरो भाइब्रेसन त्यहीँ मात्रै म्याच हुन्छ जर्मनीमा होइन भनेर चाहिँ भगवान पशुपतिनाथले चाहिँ मलाई यहाँ बोलाउनु भएको जस्तो लाग्छ त्यही भएर अहिले यहाँ आएर सहयोग गरिराख्नु भएको छ भगवानले नै मलाई यहाँ डोराएर लिएर आउनु भएको क्या दाइ किन भन्दाखेरि चाहिँ यहाँ म विथिन तपाईँको 1 इयर भित्र चाहिँ यति धेरै घटनाहरू घटे मेरो लाइफमा दाइ जिन्दगीमा म चौकीमा नगए मान्छे थुन्नु 17 दिन कि 16 दिन होइन 17 दिन 17 दिन 2 ठाउँमा थुनियो होइन भनेपछि थुनियो अनि त्यसपछि गएर यहाँ बोल्न त सबै कुराहरू अब सुन्दाखेरि चाहिँ डेमोक्रेसी कन्ट्री होइन यो अनि त्यसपछि गएर तर कस्तो भने यहाँ चाहिँ एकदम कस्तो भने आवाज थुनेर राख्ने होइन फ्रिडम अफ स्पिच तपाईँ बोल्ने मान्छेको अधिकारधरि तपाईँको दमन गर्न खोज्ने त्यस्तो खालको सरकार थियो त्यो जुन 40 वर्षदेखि थियो त्यो चाहिँ ढल्नु भयो र ढलेर पनि राम्रो भयो दाइ म त राम्रो भयो भन्छु है ओके आशिका छोटो मिठो कुराकानी भयो उहाँहरूलाई चाहिँ के पीड छ भने जो हाम्रो सरकार हुन्छ केपी शर्मा ओलीज्यू पूर्व प्रधानमन्त्रीदेखि लिएर जो अब कस्तो सरकार आयो कस्तो परिवर्तन होस् उहाँहरू हुनुहुन्छ उहाँहरू चाहिँ एकदम बिलौना गरिरहनु भएको छ सिंहदरबार चलाएर चाहिँ यत्रो होइन यो चाहिँ ऊ नाथे भुराहरूले यस्तो गरे उस्तो गरे होइन जे भनेर विरोध गरिरहनु भएको छ उहाँलाई सिंहदरबार जलाएको चाहिँ उहाँलाई पिरो होइन त उहाँहरूले आफ्नो पद र कुर्सी खुसिएको चाहिँ उहाँको पिरो हो उहाँहरू आफ्नो सत्ता ढलेको चाहिँ पिरो हो कि यो कुरा चाहिँ नेपाली जनताले बुझिसकेका छन् हामी तपाईँभन्दा नेपाली जनता धेरै अगाडि छ अब अहिले जेनजीको माग भनेको प्रत्यक्ष कार्यकारीको कुरा भइरहेको छ होइन अब तपाईँको चाहिँ के छ तपाईँको माग चाहिँ के छ के मेरो त्यही माग भाइहरूको जे माग छ त्यो मेरो पहिला पनि माग थियो भन्न मात्रै नसके हो होइन अब भन्यो पहिला त्यसरी भने त अझै पनि मेरो बच्चा पनि सानो छ नि मैले अब मैले होइन जर्मनबाट त सानो सानो बच्चा लिएर आएको त्यो पनि मैले सम्झिनुपर्छ क्या होइन मैले मसँग डर त छैन फियरलेस आइम सो फियरलेस तर एउटा डर के छ भन्दाखेरि डर माथि माथि अर्को डर जिम्मेवारी पनि छ जिम्मेवारी छ क्या दाइ त्यही भएर चाहिँ म बाँचेर चाहिँ मैले त्यसको लागि चाहिँ म आज अझै पनि केही गर्नु छ हिजो म चाहिँ उसमा शहीद भए भनौँ न हिजो चाहिँ 23 गतेको आन्दोलन म शहीद भए त त्यो भाइ बहिनीहरूले जति सहयोग पाउँथ्यो त्यो त पाउँथेन नि त होइन उधार हुन्थेन नि त होइन मरेर होइन बाँचेर चाहिँ गर्नुपर्छ तर जुन भाइ बहिनीहरूलाई चाहिँ गोली ठोकिएको छ ड्रेसमा होइन स्कुलको ड्रेसमा चाहिँ मलाई न्याय दे भनेर चाहिँ गोली ठोकिएको छ त्यो चाहिँ एकदमै यो चाहिँ एकदम नराम्रो हो र अहिलेको जुन जो प्रधानमन्त्री हुन्छ पूर्व प्रधानमन्त्री उहाँलाई पक्रिनुपर्छ र त्यतिखेरको गृहमन्त्री जो लेखकज्यू के हुनुहुन्छ उहाँलाई पनि पक्रिनुपर्छ उहाँहरूको यदि उहाँहरू साँच्चीकै उहाँहरूमा इगो अहङ्कार र यो जन्मनमा चाहिँ तपाईँहरू मानव हो भनेर एउटा त्यो फिल गर्न चाहनुहुन्छ नि आत्मसमर्पण गर्नुहोस् भन्छु क्या म होइन अन्तिममा चाहिँ जाने बेलामा चाहिँ एटलिस्ट मान्छे बनेर होइन यो देशमा चाहिँ मैले केही गर्न सकेन समर्पण भए पनि गर्न सके प्रभु भनेर चाहिँ जानुहोस् भन्ने भन्छु क्या म आशिका समयको लागि धन्यवाद अन्तिममा हाम्रो घाइते भाइहरूले पनि हेर्नुभएको होला तपाईँको प्यारो भाइहरू तपाईँको कान्छा तपाईँको कान्छी के भन्ने मेरो कान्छा भाइहरूलाई चाहिँ म के भन्न चाहन्छु भने दिदी छ कि आमा दिदी छ तिमीहरू आत्तिनु पर्दैन हस्पिटलमा कसैले त्यहाँ तिमीहरूलाई अन्याय अत्याचार गर्छ होइन क्यान्टिनमा जाँदाखेरि तिमीलाई बढी लिन्छ भने दिदीलाई कल हुन्छ औषधि दिने ठाउँमा चाहिँ पैसा तिरेन भनेर तिमीलाई रोक्यो भने दिदी त्यहाँ आएर आवाज उठाउँछु त्यो एभ्रिथिङमा म छु तिमीहरू त्यो यो कोही छैन यो संसारै ढलेर कोही बाँकी भयो नि आशिका तामाङको सास छ भने म त्यहाँ पुग्छु है तिमीहरूले त्यो सोच्नै पर्दैन भनेर म भाइहरूलाई थ्याङ्क यू दर्शकबिन आशिकासँग कुराकानी भयो प्यारी बहिनी सबैको दिदी अब हामी पनि आशिका बन्ने प्रयास गरौँ सहयोग गर्ने प्रयास गरौँ यति भन्दै म आशिकालाई सफलताको शुभकामना दिँदै बिदा राख्छु बाई 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 नाना